राति भूतलाई समाधान जाँदा झन्डै भूतले मलाई नै समाते। अहिले रातिको लगभग 12 बजिसक्यो साथीहरु। अहिले सबै यहाँनिर सुनसान भइसक्यो, सब सुतिसक्यो, म मात्र यहाँनिर उठिरहेको छु। आज मेरो दिमागमा आइछ एकदमै खतरनाक आइडिया। आज हामी घोस्ट हन्ट गर्नको लागि जाँदै। आज म दोबाटोमा मात्र हेर्न जाँदैछु किनकि दोबाटोको बहुत डेन्जरै हुन्छ। त्यही भएर चाहिँ सुरुमा चाहिँ दोबाटोको कहानी सुनाउँछु म पहिला। एउटा हाम्रो गाउँमा चाहिँ एउटा केटा बेलुका हिँडिरहेको रहेछ अनि घर फर्किँदै गर्दा अचानक एउटा आवाज आएछ पछाडिबाट, दायाँबाट जान्छस् कि बायाँबाट जान्छस् भनेर। अब मुला केटा हनुमानको गुही निस्क्यो होला, वरिपरि हेर्छ कोही, तर त्यो हनुमानले चाहिँ राइट बाटो रोजेछ। तर फेरि भोलिपल्ट बिहान गाउँको मान्छेले चाहिँ त्यो भतुवाले चाहिँ बायाँपट्टि नै बेहोसको हालतमा भेटेछ। त्यही भएर दोबाटोको बहुत डेन्जर हुन्छ, जता गए नि समातिहाल्छ। त्यही भएर जानुहुन्न एक्लै दोबाटोमा साथीहरु। त्यही भएर म चाहिँ यहाँनिर ट्राई गर्न जाँदैछु। तर फेरि बाटोमा कुन चाहिँ भतुवाले हगेर मरेछ, यहाँनिर खुट्टैभरि गुहे गु परेछ। त्यही भएर यसलाई पहिला पहालेर चाहिँ जा। मैले यहाँनिर मसाल पनि बनाइसकेँ साथीहरु, टक्कला लाइटर बाल्दिनु टाप भोसु। तर फेरि यो भन्नु मात्र सजिलो रहेछ साथीहरु। दोबाटोमा त पुगे तर यहाँनिर मैले छाया जस्तो के देखि, तर मेरो नि होला जस्तो लाग्यो, तर डर लाग्यो, तर टाप पछि। त्यही भएर म फेरि यहाँनिर अर्को काण्ड भएको, हातमा फेरि प्लास्टिकको थोपा परेर यहाँनिर यत्रो डर। भूतलाई मुला जहाँ छ त्यहीँ गएर आगो बाल्दिन्छु भने, तर डर लाग्यो मलाई साथीहरु। त्यही भएर म अब योभन्दा गर्न सकिनँ। त्यही भएर सुत्न गएँ म चाहिँ।